सबैजनालाई नमस्ते मेरो डेली रुटिन भ्लगमा तपाईँहरूलाई स्वागत छ फेरि पनि। र आज मैले दिनभरि खासै त केही पनि गरिनँ, त्यही पनि नजिकैको बागबटुनी सपमा गएँ। त्यहाँ गएर थोरै थोरै मैले सपिङ गरेँ किनकि मलाई एकदम मोमोको क्रेभिङ भइरहेको थियो। अनि मोमो पनि लिएँ होइन, अनि मोमो पनि लिएँ, एउटा क्युकम्बर लिएँ, अलिकति पटाटो लिएँ। अनि त्यसपछि आजभोलि एकदमै भाइरल यो चाउचाउ क्विक हट एन्ड स्पाइसी क्विक एकदम भाइरल छ। अनि त्यही भएर म पनि ट्राई गर्छु नि कस्तो छ भनेर त्यो पनि ल्याएँ। अनि त्यसपछि कफी, कहिलेकाहीँ कफी खानु मन लाग्छ नि त त्यो लिएँ। अनि एउटा बब ससेस पनि लिएँ, मोमोसँगै फ्राई गरेर खान्छु भनेर। अनि त्यसको लागि चाहिँ मैले पानी बसालेँ मोमो लगाएर ससेसलाई बोइल गर्नको लागि। अनि त्यसपछि मैले यसलाई बोइल गर्न राखेर अलमोस्ट बोइल पनि हुनु लाग्यो। त्यसपछि मैले निकालेपछि मैले अनि फ्राईमा राखेँ किनकि फ्राई गर्नुपर्छ। अब बोइल मात्रै गरेर हुँदैन नि त, बोइल मात्रै गरेर पाक्दैन, अनि त्यो भएर फ्राई गर्नुपर्छ। अनि त्यसपछि फ्राई गरेर चटनी पनि थियो त्योसँग, अनि थोरै यत्तिकै खाएँ। अनि त्यसपछि फेरि चाउचाउसँग